आज अष्टमीको दिन हामी बाउ छोरा। हेलो सारांश। हेलो। आज सारांश र म देवीघाटमा मन्दिरमा पूजा गर्न आयौं है। अनि देवीघाट मन्दिरमा पूजा गर्यौं। अब हामी यता महादेव फाँट जाँदैछौं। हामी सारांश र म जाँदैछौं। सारांश अलि बढी चकचक गरिरहनु भएको छ। अब घाम आयो भनेर है गरिरहनु भएको छ। सबैलाई ह्यापी दशैं भनिदेऊ ल। सबैजना सन्चै हुनुहुन्छ भन। ल भन ल कुरा गर त यहाँ। ल अब हामी महादेव फाँटबाट देवीघाट जाने प्लान छ। देवीघाटबाट फेरि फर्किने र आज अष्टमीको दिन वनदेवी मन्दिर, भैरवी मन्दिर सबैमा दर्शन गर्न सक्यौं, दर्शन गर्न भ्यायौं। दर्शन सिद्धाएर हामी अहिले यो महादेव फाँट एउटा भिर पहिरो छ। यो महादेव फाँट पुग्न लाग्दाखेरि एउटा पहिरो त्यहाँनिर आइपुगेका छौं र त्यहाँ एकछिन गाडी रोकेर बाउ छोरा एकछिन आराम गरिरहेका छौं। र सबैलाई ह्यापी दशैं, तपाईहरुको दिन शुभ रहोस् भन्दै अब बिदा हुन चाहन्छु। र केही यस्तो नयाँ भिडियोहरू मन लाग्यो भने बनाउने छु र फेसबुकमा हाल्ने छु। हस्त नमस्ते।